अहिलेसम्मको उसमा चाहिँ त्यस्तो चाहिँ केही भएको छैन होइन। हामीले यो सरकारलाई बताउने कुरा, प्रधानमन्त्रीलाई बताउने कुरा, देशलाई राष्ट्रलाई बताउने कुरा हामीले बताएका छौँ। यहाँको ठ्याक्कै आइसकेका छैन। जति पनि यहाँका पीडितका आफन्तहरू हुनुहुन्छ वा जति पनि यो सिन्धुलीवासी हुनुहुन्छ, भोलि बिहान 10 बजेसम्म यहाँको सिडिओलाई र एसपीलाई निलम्बन गरेर यहाँबाट हटाएर उनीहरूमाथि छानबिन भएन भने भोलि 10 बजेबाट त्यो मृतक श्रीकृष्ण श्रेष्ठको शव ल्याएर यो जिल्ला प्रशासनको गेटमा राखेर प्रदर्शन हुन्छ। श्रीकृष्ण विकको शव ल्याएर यो प्रशासनको गेटमा राखेर प्रदर्शन हुन्छ भोलि 10 बजेबाट। त्यसको तयारी जति पनि यहाँका साथीहरू, राजनीतिक दलका अगुवाहरू, अभियन्ताहरू, जति पनि पीडितका आफन्तहरू, जति पनि न्यायप्रेमीहरू हुनुहुन्छ सबैले साथ दिनु होला। तपाईँहरू नसुत्नु होला, सबैले गाउँ गाउँ फोन गर्नुहोस्, मान्छे बोलाउनुहोस्। भोलि 10 बजेसम्म सिडिओ र एसपी माथि कारबाही भएन भने र यो घटनाको सत्य तथ्य छानबिन त्यो कमिटी बनेन भने भोलि 10 बजेबाट यो जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा हिरासतभित्र प्रहरीले मारेको कृष्ण विकको लास राखेर प्रदर्शन गर्ने तयारी गर्नुहोस्। तपाईँहरू सबैजनाले अहिले यहाँ नसुत्नुहोस्, तपाईँलाई फोन गर्नुहोस्, गाउँ गाउँबाट मान्छेहरू बोलाउनुहोस्। भोलि यहाँ आउन सक्ने जति सबैलाई बोलाएर रातभरिमा मान्छेहरू बोलाएर भोलि 10 बजेभित्रमा सिडिओ र एसपी माथि कारबाही भएन भने, छानबिन सुरुवात भएन भने यो गेटमा लास राखेर बस्ने त्यो तयारी गर्नुहोस्। तपाईँहरू सबैजनाले मेरो यो अनुरोध छ। सबैजना अहिले सबैले फोन गर्नुहोस्, आफन्तहरू, इष्टमित्र, छरछिमेकी, गाउँ समाज जो छ फोन गर्नुहोस्, फेसबुकमा लेख्नुहोस्, टिकटकमा हाल्नुहोस्। यो हत्या हो, यो हिंसा हो, यो बदमासी हो, यो अपराध हो, यसको बारेमा छलफल हुन्छ। हामीले भनेका छौँ सरकारलाई पनि र यहाँ सबैको हामीले ध्यान आकर्षण खुला रूपमा पनि गरेका छौँ। हामीलाई कसैप्रति हाम्रो कुनै पनि कुनै राग छैन हाम्रो मनमा। स्पष्ट घटना के भएको भन्ने बारे हामीले छानबिन त्यो थाहा पाउनु पर्छ। जनताको त्यो अधिकारको कुरा हो, त्यो पीडितको अधिकारको कुरा हो। त्यसैले गर्दा भोलि 10 बजेभित्रमा अफिस टाइमभित्रमा यो कुरा राताराति सबै कुराहरू भएन भने भोलि लास झिकेर ल्याएर गेटमा राखेर त्यो छानबिन सुरुवात हुन्छ। यसको तयारी गर्न म सबैलाई अनुरोध गर्न चाहन्छु। अहिले हजुरको माग चाहिँ के होइन, त्यो त स्पष्ट छ। मान्छे किन मारियो भन्ने कुराको सत्य तथ्य छानबिन हुनु पर्यो। प्रहरीले नियन्त्रणमा लिएर मान्छे मारेको छ, किन मार्यो, कसरी मार्यो भन्ने कुराको छानबिन हुनु पर्यो। त्यो हाम्रो कुरा, अरू छुट्टै माग केही पनि होइन। भोलि 10 बजे होइन, भोलि 10 बजे भएन, भोलि राताराति यो भएन। सिडिओ र एसपी माथि आज रातभरिमा कारबाही भएन भने सिडिओ र एसपीलाई तत्काल यहाँबाट जिम्मेवारीबाट हटाएर तत्काल कारबाही सुरुवात, छानबिन सुरुवात भएन भने भोलि 10 बजे त्यो मृतकको लास ल्याएर जिल्ला प्रशासन कार्यालय गेटमा राखेर भोलिबाट नयाँ आन्दोलन सुरुवात हुन्छ।